रुख चाहिँ ढल्ला जस्तो गरेको त ट्याक्क जरा सरा यस्तो भएछ यहाँ बस्न हामीलाई एकदम रिस्की छ यहाँ चाहिँ बबाल सनसेट छ हेलो नमस्ते क्या जोबियर प्यान म पनि एकदम फिट एन्ड फाइन छु सो आजको भ्लग चाहिँ एकदम छिट्टै हुँदैछ सो हामी यहाँ यस्तो पहाडको उचाइमा यहाँबाट त पुरै खतरा सहर देखिँदो रहेछ होइन तलतिर अनि हामी चाहिँ ट्याक्क त्यहाँबाट पुरै घुमेर लास्टै ओह्रालो छ हामी तलबाट यहाँ आएको डाइरेक्ट यहाँ साइकलहरू चाहिँ यहाँ ट्याक्क पारामा लास्टै थाकियो सो सबैले भ्लग चाहिँ अन्तिमसम्म हेर्नु होला सो स्टार्ट गरौँ हाम्रो यात्रा यहाँ फेरि ट्याक्कै सनसेट पर्दो रहेछ यहाँ थियौँ ट्याक्क यस्तो खतरा देख्यो अरे यहाँ वरिपरि भएको घरहरू पनि क्या ट्याक्क घाम परिराखेको झ्याप्प यस्तो अनि यहाँ तिमी चाहिँ टक्क बस्ने ठाउँ रहेछ अनि हाइट हामी नेपाली हाम्रो नेपाल हो यहाँ चाहिँ देश प्रेम अझै पनि छ सो आमा त्यहाँ तल चाहिँ खतरा देखिँदो रहेछ तल घरै घरहरू अनि सो यहाँबाट पो देखिँदो रहेछ त बाबा सनसेट त आमा नसक्ने छ यार हामी चाहिँ यहाँ थियौँ टेकेर सो यहाँ त आमा खतरा छ यहाँ चाहिँ यार बेलुकातिर आयो भने चाहिँ बबाल हुन्छ सो गाइज यदि हजुरहरूलाई यस्तै भिडियो यस्तै ठाउँहरू हेर्नु मलाई छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला सो यता फेरि जङ्गल छ यता सहरहरू छ यता घाम लागेको ट्याक्क घाम हटेको घाम डुबेको ट्याक्क सनसेट छ अब बिहानमा आयो भने फेरि सनराइज देखिन्छ होला सो गाइज हामी ट्याक्क तलबाट आएको यार तल त्यस्तो छ आमा त्यहाँ त्यस्तो छ ए हो कहाँ स्वर्गभन्दा कम होइन त्यहाँ त आमा सब फेरि हामी माथिपट्टि जान्छौँ हामी त्यहाँ तलबाट आएको अब माथि जाऊँ है त सो ओके जाऊँ साइकल हिँडिराखेर जानु र चाबी छैन गाइज साइकल यहाँ राखेर जाने कि उता जाने भन्ने डिस्कस भयो यहाँ चाहिँ के गर्ने त चाबी ल्याउनु पर्दैछ है भोलि नै आउने ओके गाइज सो अब चाहिँ हामी माथि जान्छौँ पैसा हाल्ने ओके सो गाइज अब माथि जान्छ भाइ लास्टै थाकियो कि यस्तो तल यहाँबाट त त्यस्तो केही देखेँ होइन एकदम ओह्रालो छ क्या पुरै जाँदाखेरि देखाइदिउँ ल सो गाइज आमा यो घरहरू यस्तो माथि चाहिँ घर कसरी बनेको होला हामी पुरै छक्क सोच्दै अघि मोबाइल स्ट्यान्ड हाल्नु पनि यो हालिदियो मैले लाइट मोबाइल स्ट्यान्ड हाल्ने भन्थेँ नपाएर कि होइन हरन पनि छ यस्तो बाइक बनाएको खास गाइज हामी दुईजनाको साइकल यहाँ यहाँ थियो जाँदैन सो यही नै हो यहाँ यस्तो माथि पनि यस्तो खतरा खालको यहाँ ठाउँहरू चाहिँ होस् सो हामी अझै एक्सप्लोर गर्छौँ अस्ति नैको भ्लगहरू पनि हेर्नु भयो होला ओ सो गाइज हामी आएको चाहिँ ट्याक्क मैले बाटो भेट्टाएँ हो यहाँ थियौँ ट्याक्क देख्नु भयो नि होइन हो त्यहाँबाट आएको अझ मान्छे पनि राम्रोसँग देखेन कि सो गाइज त्यहाँबाट हामी डाइरेक्ट यहाँसम्म यस्तो उकालो हामी अझै उकालो जानु छ सो माथि पनि जान्छौँ कस्तो हुन्छ माथिको ट्याक्क भिडियो बनाएर हामी ट्याक्क हाल्छौँ हजुरहरूको काम भनेको सिराक पनि बस्ने लाइक गर्ने मात्र हो सो हाम्रो काम भनेको ज्याकेट साइकल लाउने यस्तो ठाउँ कहाँ खोज्ने सो गाइज भिडियोलाई लाइक गर्न नबिर्सिनु होला सो अब हामी फेरि जान्छौँ माथितर्फ सो गाइज भिडियो अन्तिमसम्म हेर्नु होला है त गाइज राइट हामी यहाँ आइपुग्यौँ यस्तो हिँड्दा हो कहाँ क्यामेरा छिक्यो क्या हो सरी है गाइज यहाँ आइपुग्यौँ हिँड्दै तल हेर्नु न खतरा खायो ठाउँ त्यहाँबाट ट्याक्क सनसेट देख्यो उता हाइवेमा गाडी हिँडेको त्यस्तो राम्रोसँग देख्यो होइन त्यहाँ थियौँ ट्याक्क सनसेट देखिन्थ्यो त त्यो रुखले छिक्दियो कि यहाँ थियौँ साइकलहरू छ ट्याक्क यस्तो खतरा यार पुरै रातो माटो छ यहाँभन्दा नि माथि अझै घरहरू छ सो यहाँ थियौँ यो ढिकमा उभिएर म बनाउँछु ट्याक्क खत्रै रहेछ ठाउँहरू त नेपालमा पो हतियार हरिबरिब ठाउँहरू त यहाँभन्दा माथि पनि ऊ त्यो खै के हो छ त्यहाँसम्म त जानै सकेन कि यस्तो पुरै ठाडै उकालो छ सो गाइज भिडियो अन्तिमसम्म हेर्नु होला मैले सक्दो मेहनत गरिरहेको छु भिडियो राम्रो बनाउने सो गाइज अब चाहिँ हामी माथिसम्म जान्छौँ तल
यस्तो खतरा छ यार तल सर गाइस हेलिकप्टरबाट देखिने भ्यू मैले मेरो भ्लगमा देखाइदिन्छु कि यस्तो खतरा अघि यहाँबाट फेरि मेन रोड पनि देखियो अघि तर ऊ त्यहाँ हल्का हल्का देखियो होला यहाँ त्यस्तो राम्रोसँग जुम भएन कि जुमै भएन कि जम्मा 3x रहेछ सो गाइस त्यही नै हो अनि उता यस्तो खतरा टाढाको नि बबाल देखियो अनि यो चाहिँ यो उसले छेक्यो कि यस्तो उसले छेक्यो अनि यस्तो माथि पनि घरहरू छ क्या अनि हाम्रो यहाँ साइकलहरू यहाँ छ अनि यिनी र म आएको अरू के भन्ने यस्तो खतरा छ अब हामी माथिसम्म जान्छौँ यस्तो अनि त्यहाँथि पनि खै के आगो लागे जस्तो धुवा पुत्ता खा त्यहाँथि चाहिँ अब हामी यहाँ 1-2टा फोटोहरू पनि खिच्छौँ अनि माथिसम्म जान्छौँ ट्याक्क केही पाउनको लागि हल्का मेहनत गर्नुपर्छ भनेको यही हो कि त्यस्तो मेहनत गरेर आयौँ यहाँ फेरि क्या चिसो हावा त्यो गाई चाहिँ नि हो आमा असली स्वर्ग यहाँबाट देखिँदो रहेछ गाई कहीँ जान पर्दैन यदि स्वर्ग हेर्न मन लाग्छ भने नेपालको गाउँमा आयो हुन्छ यस्तो बवाल देखिन्छ ठाउँहरू यस्तो तल यस्तो खेतबारी छ अनि यहाँ जस्तो आँखाले देखिन्छ नि त्यो ट्याक्कै स्पष्ट क्यामेराले देखाउँदैन के यहाँ जस्तो मैले क्यामेरामा देखेँ भने त्यस्तो फेरि मेरो आँखाले भन्दा अलिक क्वालिटी घटाएर देखाउँदो रहेछ यहाँ क्यामेराले सो त्यस्तो छैन होइन मैले यहाँ जस्तो क्यामेरामा देखाएको छु त्योभन्दा बबालै छ कि सो त्यो बारीहरू पनि मैले जति देखाऊ त्यति देखाउन मन लागिरहेको भेग परेको यस्तो बबाल छ यहाँ खेतीपाती पनि राम्रो हुन्छ होला सो यही नै हो गाइस भिडियो अन्तिमसम्म हेर्नु होला आजको भिडियो एकदम बबाल हुनेवाला छ र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न त हजुरहरूलाई भन्नु पर्दैन किनभने हजुरहरूले गरिहाल्नुहुन्छ यदि भिडियो मनपर्छ भने चाहिँ अनिवार्य है त यही नै हो गाइस खतरै एक्सिडेन्ट भयो त मैले भिडियो बनाउन हल्का लेट भयो यो साइकल गुल्टियो क्या क्या गाइस ब्रेक हेर्दै जाउन ओए के यहाँ त अड्डेन त यो साइकल त जाऊ सिधा केही छैन ओए मस्त जाँदैछ नि चाहिँ बिस्तारले जानु ओ त्यसको अगाडिको ब्रेक राम्रो छैन है के यहाँ त पुरै जान्छ त ब्रेक नलाइकन रोक ब्रेक राम्रो छैन यो ब्रेक है यो त्यस्तो लाग्दैन यो लाग्दैन कुनै लाग्दैन हल्का हल्का लाग्छ अगाडिको नआएन फेरि जाँदा साइकलै यो बाटोमा रिक्स लिन सम्भव छैन गाइस हल्का हात छोडिदिनु पर्छ साइकल आफै जान्छ सो म चाहिँ माथि एउटा साइकल छ त्यो साइकल लिएर आउँछु अहिले चाहिँ टाइम कति भयो भन्दाखेरि ट्याक 5 बज्यो 5 बज्यो रोक्नु है त उता यिनी जाँदैछन् सो गाइस म भोलि पनि आउँछौँ यो ठाउँमा घुम्नको लागि र त्यस्तै सन सेटहरू देखाउँछौँ सो भिडियो अन्तिमसम्म हेर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब सो गाइस हामी चाहिँ त्यो ठाउँ फेरि घुमेर यहाँ आइसक्यौँ यहाँ चाहिँ यस्तो खतरा छ कि तल यहाँ तिमी खोला जस्तो हो के हो अनि त्यहाँ घर छ टोटल 3टा घर अनि त्यहाँ चाहिँ हल्का हल्का खेतहरू छ अनि यहाँ चाहिँ के हो त नि दाउनेको त भिड जस्तो छ त्यहाँ त पुरै खतरा यो के हो गाई साँच्ची ढुङ्गा हो कि हो यार छुन मन लाग्यो मलाई चाहिँ ढुङ्गा हो कि माटो हो यो पुरै माटो रहेछ यार माटो यस्तो घाँसवाला माटो रहेछ त अनि यो चाहिँ ढुङ्गावाला माटो हो यो गइहाल्छ झ्यापचुप साइकलहरू यहाँ छ अनि यहाँ थिम चाहिँ एउटा स्ट्यान्ड यहाँ थिम साइकलमा एउटा मोबाइल स्ट्यान्ड भएको यहाँ थिम राखेर ट्याक्कै यसरी सर र हजुरहरूलाई देखाउन हुन्थ्यो बट त्यो चाहिँ पोसिबल भएन अहिले यहाँबाट हामी निस्किहाल्छौँ यही गाइस यो चाहिँ के हो भ्यू हेर्ने ठाउँ हो क्या ओ माई गड यहाँ बस्न सबै यहाँ यस्तो रुखहरू यस्तो भएर चाहिँ यहाँ बस्न एकदम रिक्स छ खुल्टुङ्ग जाने हो कि भन्ने डर यार अनि त्यहाँ चाहिँ पुरा भुराहरू खेलिरहेछन् भुरा त के भन्ने साथीहरू भने भुराहरू ल ओके गाइस अब हामी जाम कहाँ जाने अब डाइरेक्ट घरतिर जाने यस्तो यो बाटो त यताको त राम्रै छ बाटोहरू
गाइज अब हामी चाहिँ यहाँको उकालो देखाउँछौँ है त यस्तो तल पुरै क्यामेरामा त्यस्तो किन नदेखिने हेर्नु सर अनि यहाँबाट गएको ट्याक्क यस ठाम चाहिँ तर खत्रै खाके आमा यहाँबाट देखिँदो रहेछ बबाल सनसेट हेर्नु गएपछि त त्यस्तो सजिलै होइन जान अनि यहाँ चाहिँ कसको बाइक हो अब एउटा साइकल गएको छ मेरो साइकल किनेर लिएर गइसकेका छन् अनि यहाँबाट चाहिँ बबाल देखिन्छ ठाउँहरू पनि बबाल छ होइन सो यस्तो मोड खाके आमा ठाउँ पनि त्यसरी कुदाउनु हुन्न केही पनि अब मैले यो उठाएर लिएर गइहाल्छु गाइस यत्तिका गाह्रो हुँदो रहेछ यो ठाउँमा चाहिँ सो ठाउँ राम्रो छ चिसो छ होइन जाडो महिनामा चिसो भइहाल्छ त्यही पनि ठाउँ बबाल छ है त गाइस माथिबाट देखिने भ्यू सनसेटहरू बबाल छ बिहानमा पनि सनराइज बबाल देखिन्छ होला भोलि बिहानमा आएर चाहिँ हामी हेर्ने प्रयास गर्छौँ सो आजको भ्लग पनि बबाल छ र भोलिको भ्लग पनि बबाल हुनेवाला छ सो यस्तै हो गाइस